सिनारियो कस्तो हेर्नु होला है साथी। गङ्गा उत्सव हुँदै हामी अब गणेशस्थानतिर लागिरहेको छ। पुरै देखाऊ है दाना झिलिमिली झिलिमिली छ होइन त प्रकाश काठमाडौँ है। त्यही पनि लक्ष्मी पूजा है तिहारको दिन। तिहारमा त के अरे काठमाडौँ रमाइलो हो नि गाउँघरभन्दा होइन। जताततै झिलिमिली कतै कतै भैलो देउसीले भैलो पनि चल्दैछ। आज बब्बाल देउसी भैलो खेल्नुपर्छ है केटा। वाइल्ड देउसी खाएर अनि देउसी भैलो गर्नुपर्छ। केटाहरू जम्मा हुने भने सब है रमाइलो हुन्छ। हाम्रो गणेशस्थानमा रहेको देवी ब्याग कलेक्सनमा जाँदैछौँ है त। अब देवी ब्याग कलेक्सनमा पनि लक्ष्मी पूजा गरिसके जस्तो छ है। गणेशस्थानको माहौल यस्तो छ झिलिमिली। यो त भैलो है हामी यतिखेर हामी देवी ब्याग कलेक्सनको प्रोपाइटर देवी तामाङ मगर। हेलो हाई बोला भिडियो केही भन्नु छ ल। गङ्गा उत्सवदेखि भ्लग बनाइदिएको आज लक्ष्मी पूजाको दिन भर्खर युके कलेक्सनमा पूजा सकेर यहाँ बल्ल स्टार्ट हुँदैछ। दुईवटा पसलको साउनी होइन अझ मेन साउनी त के भन्ने यहाँ। देवी ब्याग कलेक्सन र हिन्चुली स्पोर्ट कलेक्सन बिजी मलको एकदम लिङ्क छ है साथी हो। यसो हेर्नु होला ल। यदि भन्दै अब म घरतिर लागेँ है त। अब सिनारी हेर्दै ल बाई बुढी छोरा भैलो खेल्दैछ हो। ल ल गएँ है। आज हामी नि देउसी भैलो खेल्ने हो। चाँडै नआऊ है तिमी घर है। ल नाचिहाल्ने गएर आउनु ल। यो गणेशस्थान है गणेशस्थानको सिनारी हो। देवी ब्याग कलेक्सन गुरुङ बजार कलेक्सन। हेलो केही भन्नु छ मिनी भ्लग। ह्याप्पी दीपावली आई लभ यु। देवी ब्याग कलेक्सन है। गणेशस्थानबाट कता लाग्यो अब हामी लोकतान्त्रिक चोकतिर लाग्यो र गणेशस्थानको माहौल हेर झिलिमिली यतातिर झिलिमिली गणेशस्थान मोबाइल सब है। राम सर अब हामी यताबाटै जाउँ न त केही फरक पर्दैन है। हामी गणेशस्थान हुँदै है त। युके कलेक्सन एरिया पर्छ है साथी हो। ल देखाइदेऊ युके कलेक्सन। युके कलेक्सन है यहाँभित्र है। देवी ब्याग कलेक्सन स्पोर्ट कलेक्सन युके कलेक्सनको लिङ्क छ है त। ल है साथी हो। ओप्पो भाडा हेर त कति दामी जुम गरेर देखाइदेऊ। बत्ती हेर त माथि केटा सानो गर है। अच्छा हेर न माथिको कति राम्रो बेलुन। वाह तिहार त वास्तवमा राति त है बढिया रमाइलो देखिन्छ। दिउँसोले देखिन्न यो बत्ती हुन्न। रातिमा त हिँडिरहँ जस्तो है। साथी हो हामीले चाहिँ अन द स्पट भ्लग बनाउने हो। फेरि हामी एकदमै चाहिँ एकदम प्रोग्राम सेटिङ चाहिँ हुँदैन।
अन द स्पोट भ्लग हो, हेर्दै गर्नु है साथीहरू। लाइक सेयर कमेन्ट पनि गर्नु होला। ल है हामी कहाँ आइपुग्यो केटा भने हामी अब एन्जल हाटको पुलनिर है। एन्जल हाटको पुल मनमैजू हामीले जस्तो छ त्यस्तै हाल्छौँ है। भिडियो एडिट गर्दैनौँ, एकदम नेचुरल हुन्छ है। ओके ओके ओके। देउसी भैलो यता भैलो चल्दैछ, देउसी भैलो कार्यक्रम बढिया हुँदैछ, बढिया हुँदैछ। हाम्रो पनि एकछिनमा भैलो कार्यक्रम हुन्छ। हाम्रो त कडा हुन्छ होइन। हो हामी एन्जल हाट मनमैजू पार गर्न लागिसक्यो है साथीहरू। थाक्का हो हामी। लोकतान्त्रिक चोक देउसी भैलो यहाँ पनि पनि देउसी भैलो कार्यक्रम थियो। यहाँ चाहिँ लङ्गुर बुझ्छ, लङ्गुर पूजा एक सट हान है केटा होइन बजाउँछ अनि एक सट हान्छु क्या। बजाउनु हिँड्नु पर्दैन कि पर्दैन हिँड्नु, एकपल्ट एक दब हान्ने जे हुन्छ। पर्दैन हिँड्नु पऱ्यो। ए लङ्गुर पूजा बच्चाहरू जस्तो कहाँ हान्छ। अब हामी कहाँ जाने भने यताबाट लोकतान्त्रिक चोक भएर कटौँ है त। दिनमा मात्रै हान्ने हो क्या लङ्गुर पूजा हामीले चाहिँ। तर मजा आउँछ नि। त्यही त दिउँसो तर म हान्ने, खेल्छु लङ्गुर पूजा। रातिमा केटाहरू अलि हुन्छ कि राम्रो हुन्छ। ल यता देउसी ग्रुपहरू भैलो ग्रुपहरू हिँड्दैछ, नानीहरू भान्जीहरू। कति राम्रो राम्रो भान्जीहरू भन। भान्जी भनेपछि त 3 बित्ता उठिन्छ है काममा प्रकाश यार। भान्जीको त लोकतान्त्रिक चोक साथी हो आयो। लोकतान्त्रिक चोक चारैतिर घुमाइयो तिम्रो। लोकतान्त्रिक चोकमा रमाइलो छ, फलफुल धेरै झिलिमिली भान्जीहरू धेरै छन्। हजुर ल हामी घुमेर गयो होइन लोकतान्त्रिक अब लोकतान्त्रिक चोक एक राउन्ड लाग्यो, अब लाग्यो। अब हामी घर पुग्छौँ। हामी अब ठ्याक्कै मनमैजू हाइटमा। हामी मनमैजू हाइटतिर जाँदैछौँ। यताको पनि राम्रै छ, रहल झिलिमिली। भिडियो चाहिँ अलिकति लामो होला साथी हो, तर धेरै लामो हुँदैन, 7-8 मिनटको होला होइन। काट्दै काट्दै भयो हेर त हजुर कति मिनटको भइरह 8 मिनट हो। ओके 10 मिनटको। हेलो भाइ साथी हो, एकदम हेर न भ्यू टावर माथि मनमैजूको भ्यू टावर यतातिर। हजुर अब काठमाडौँ उता देखाइदेऊ न। अब यहाँबाट काठमाडौँ हेर्दा चाहिँ अब एकदम देखिन्छ रातिको भ्यू चाहिँ। बवाल देउसुरे हो पुरा बवाल। हामी चाहिँ अहिले मनमैजूको हाइटमा छौँ। यहाँबाट चाहिँ अब काठमाडौँ पुरै सबै देखिन्छ रातिको दृश्य। तपाईँले यस्तो दामी भ्यू पाउनुहुन्छ है यहाँबाट चाहिँ भ्लग बनाउँदाखेरि। बढिया छ है। तपाईँहरूलाई हामी फ्रीमा होइन त, फ्रीमा काठमाडौँको लक्ष्मी पूजाको दिनको सिनारी हामीले देखाइरहेको छौँ है। अब मनमैजूको गाउँ आयो साथी हो। मनमैजूको मनमैजू पनि झिलिमिली छ। झिलिमिली हो नि त। अलिकति यो यहाँ चाहिँ नेवार बस्ती छ है साथी, हेर्नुहोस् है। हो यो मनमैजूको गाउँ होइन त यो माथि। बडो मजाको झिलझिल छ यहाँ पनि, रङ्गी बिरङ्गी सजावट। लक्ष्मी पूजाको सजावट खतरै छ। गाबेल छ है यहाँ, यो ढुङ्गा बिछाएको छ क्या यहाँ।
अलिकति स्पिड भयो त छैन केटा भने ठिक छ ठिक छ नि होइन नपाउँदै मजा आइरहेको छ होइन गएर एक ट्याक हानेपछि देउसी भैलो खेल्ने हिँड्ने हो यो चाहिँ मनमैसु मन्दिरमा माई है यो मन्दिरको ठुलो देख्यौ मनमैसु मन्दिर माई है ठुलो छ त्यो आस्थाको धरोहर है एकदमै ठुलो तपाईँको शक्तिपीठै हो यो क्या मनमैसुको यही नामबाट नै यहाँको नाम रहेको हो क्या मनमैसु मन्दिर है मनमैसु गाविस वडा के भन्छ अब हामी आयो घरको छेउ आइयो साथी है हाम्रो एरियाको धेरै ठाउँमा घुम्दै आयो होइन सक्यो भन्ने बम यहाँ है देउसी भैलो यहाँ खेल्दै रहेछ घर आइपुग्यो है अगाडि देउसी कार्यक्रम हुँदैछ होइन बगा भयो एकछिन हेलो मेरो आमा हो यतिखेर उहाँको उमेर भनेको 85 वर्ष है सबैजनालाई ह्याप्पी दीपावली भन्न चाहन्छु 2082 को है त साथी हो